ल साथीहरू ड्युटीबाट आइयो ड्युटीबाट आएर अब यसो रुमसुम सफा गरियो हप्तामा एकचोटि रुम सफा गरिन्छ तिनैजना जीवन म चुडा दाई होइन हाम्रो भाइरल दाई हुनुहुन्छ उहाँ म भएर तिनैजना भएर रुमहरू सफा गऱ्यौँ अनि रुमहरू सफा गरेर अब आराम गर्दैछु मैले फर्स्ट टाइम नुहाइसकेँ अनि अब हाम्रो तालु दाजुले पनि नुहाइसक्नु भयो अनि यता जीवन बाँकी छ अब यस्तै छ साथीहरू होइन जस विदेशमा बस्ने साथीहरूले रुमहरू चाहिँ सरसफाइ गर्नु रुम टक्क सरसफाइ गरेर बस्नुहोस् होइन राम्रो बनाएर यस्तो होइन यतातिर राम्रो सरसफाइ गरेर बस्नुहोस् एकदम धेरै राम्रो हुन्छ होइन हाम्रो तक्ला दाई मलाई किन देखाएको अबै भन्छ तक्ला दाइले केही भनौँ भने सो यस्तै यस्तै छ अब हाम्रो चाहिँ रुमहरू ठिकै छ भनौँ होइन अब अन्त ठाउँमा पर्नेहरूलाई चाहिँ अलिक गाह्रै छ अरे भन्ने सुनिन्छ तर जहाँसम्म हामी चाहिँ राम्रै हिसाबले बसेको छौँ आफूले सफा गर्नुपर्छ होइन झुपडी पनि महल भइहाल्छ नि